कुनै पनि आमाको गर्भबाट एकैपटक 4 शिशु जन्मने अवसर झण्डै 6 लाख पटकमा एकपटक मात्र आउँछ। यही जानकारीका साथ स्वागत छ दर्शक तथा श्रोताबिन्दहरू तपाईलाई नेपाली कथामा। नेपाली कथामा केही समयसम्म समय अभावले मैले कथा पोस्ट गरेको थिइनँ। अबको दिनहरूमा म नियमित रूपमा कथा पोस्ट गर्नेछु। नियमित हुन नसकेकोमा क्षमा प्रति माग्दै लागौं आजको कथातर्फ। आजको कथा रहेको छ रतिजङ राजा। एका देशमा रतिजङ नाम गरेका राजा थिए। उनको मदनावती भन्ने राजकुमारीसँग विवाह भयो। विवाह भएको राति ती नवदम्पति सुतिरहेका थिए। त्यहाँ एउटा आकाशवाणी भयो। मदनावती औस्याई रहेछन्। त्यसैले आकाशवाणीमा भनेको थियो, हे रतिजङ राजा, तैले औस्याई केटीसँग विवाह गरिस्। यसर्थ तैले जीवनमा एकपटक दुःख भोग्न नै पर्छ। त्यो पहिले भोग्छस् कि पछि भोग्छस्? रानी त मस्त निन्द्रामा थिइन्, तर राजा भने अर्धसुप्त अवस्थामा भएकाले उनले उपरोक्त बानी सुने। राजाले रानीलाई बिउझ्याएर यो घटना सुनाउन लागे। राजा भन्छन्, रानी, हामीलाई विधाताले गर्दा जीवनमा एकपटक भयंकर दुःख भोग्नु पर्नु भएको छ। त्यो अघि भोग्ने कि पछि? रानी भन्छन्, दुःख भोग्नु छ भने तागत छँदैमा, भुती छँदैमा भोग्नु असल हुन्छ। बुढेसकालमा भोग्नाले झन कष्ट हुन्छ। यसर्थ हाम्रो तागत अहिले छ, त्यो अहिले नै भोग्नुपर्छ। रानीको यस कुरामा राजाको पनि चित्त बुझ्यो। ती दुवै दम्पति फेरि निधाए। दैवको इच्छा। यस्तो मौका छोपी चोरहरू राजाको दरबारमा पसी सारा सम्पत्ति सिनित्त पारी लगे। सम्पत्तिको नाममा राजा रानीको शरीरमा लगाएको कपडा मात्र बच्यो। उज्यालो भयो। दम्पति बेउजिए। हेर्छन् त आफ्नो सारा श्री सम्पत्ति गाए। अघिल्ला दिनसम्म खानेकुराका परिकारहरू कति हाजिर गराइन्थे, तर त्यो दिन त तिनीहरूलाई भोक लाग्यो कि भनेर सम्म सोध्न आउने पनि कोही भएनन्। पाले ढोके नोकर चाकर लगायत सबै भागिसकेका थिए। जति जति दिन ढल्कदै गयो उति उति राजा रानीलाई भोकले सताउँदै आयो। राजा भोकले व्याकुल हुँदै भन्न लागे, रानी, भोक लागिरहेछ, भण्डारमा केही छ कि? जाऊ न हेर। रानी भन्छन्, अघि नै हेरिसके प्रभु, एउटा कुनामा फुटेको हाँडीमा 4 मुठी कनिका रहेछ। पकाऊ। पकाउने भाँडो छैन, नपकाऊ कसरी खाने? राजा भन्छन्, रानी, जे भए पनि पकाएर खाएपछि अलि गुदा आउँछ। यसैले हामी यो कनिका लिएर अन्तै हिँडौँ। बाटामा भाँडो मागेर त्यसलाई पकाई खाउँला। अब यहाँ के कुरेर बस्नु छ र? राजा रानी बाटो लागे। यहाँ जाने उहाँ जाने केही निश्चय थिएन। बेठेगानसँग हिँडिरहेका थिए। बाटामा तिनीहरूले एउटा चौधेरा लगाएको बारीमा रायोको साग, मुलाको साग लहलहाइरहेको देखे। राजालाई त्यो साग देखेर लोभ लाग्यो र रानीसँग उनले भने, रानी, आहा, कति राम्रो साग रहेछ, अलिकति टिपौँ कि क्या? रानी भन्छन्, प्रियतम, यो बाटोको साग, यहाँ यसको धनी कोही छैन। यसर्थ यो नमागिकन खानु चोर्नु बराबर हो। यो नटिपौँ। कुन जन्मको पापले यस्तो अवस्था भइरहेछ? अब झन चोरी चकारी गर्न थालेपछि के होला? राजा भन्छन्, रानी, यो अन्न होइन। अन्न चोर्दा भने दोष लाग्दछ, तर दोबाटोको जस्तो सागपात टिप्दा के दोष लाग्ला र? हिँड जाउँ। तिमी रायोको साग टिप, म मुलाको साग टिप्छु। रानी भन्छन्, नाथ, हजुरका आग्रहलाई भङ्ग गर्न र यो साग टिप्न यी दुवै कुरामा मन झस्किन्छ। जे होस्, हजुरको इच्छा पूरा गर्न सकौँ जीवनभरि। राजा रानी त्यो कनिकाको पोको पर्खालमाथि राखेर साग टिप्न लाग्दछन्। काग आउँछ र कनिकाको पोको उडाएर लगिदिन्छ। साग टिपिसकेर राजा रानी पोको राखेको ठाउँमा आउँछन् त पोको छैन। एक क्षण ती दुवै दम्पति किम कर्तव्य विमूढ भएर उभिन्छन्। एक क्षणपछि रानी राजालाई भन्दछिन्, नाथ, चोरी गरेको फल हामीले पायौं। यो ईश्वरले दिएको दण्ड हो। मेरो वचन प्रभुले नमानिदिँदा 4 मुठी कनिका गया कता, इत्यादि भन्दै रानी अनेक तरहले विलाप गर्न लागिन्। म ताक्छु मुडो, बन्चरो ताक्छ घुँडो भने झै दैवी प्रकोपको फेर देखेर राजा अत्यन्त चिन्तित भए। त्यो जो टिपेको रायोको साग मिल्काएर मुलाको साग खाई राजा रानी त्यहाँबाट हिँडे। एक त स्त्री जाति, दोस्रो दरबारमा हुर्किएकी राजकुमारीलाई पेट बोकाएर हिँड्ने ताकत कताबाट आओस्? रानी हिँड्दा हिँड्दै थचक्क थचक्क बस्न लागिन्। त्यो देखेर राजाले भने, रानी, तिमी साह्रै नै गल्यौ,
आऊ मेरो बुइमा, म बोक्छु तिमीलाई। रानी भन्छन्, महाराज थकाइ त अलि लागिरहेछ, तर हजुर एक त स्वामी, दोस्रो दरबारकै शोकमा रहेको मानिसलाई कसरी म आफूलाई बोक्न लगाउला र कसरी हजुर बोक्न समर्थ होइबक्सिला। बरु म छिटो छिटो याने हजुरको गतिसँग चल्न त सक्दिनँ, आफ्नो सुरसँग हिँडिरहन्छु। हजुर अगाडि बढेर गइबक्सियोस्। दोबाटा आएको ठाउँमा बढ्दा आफू गएको बाटोमा एउटा साँध राखी बक्सेला। ल हुन्छ, तिमी बिस्तारै आऊ, म अघि गएर केही खानेकुरा पाउँछु कि खोज्छु। रानीसँग सल्लाह गरी राजा अघि बढ्न थाले। दोबाटा आयो, एउटा स्याउलो भाँचेर आफू गएको बाटो साँध लगाए। राजा गएको एउटा क्षणपछि दुईवटा भालु त्यहाँ लठारिँदै आएर अघिल्लो बाटोमा राखेको स्याउलो तल्लो बाटोमा झारिदिए। त्यसको एक क्षणपछि रानी आइन्। तल्लो बाटोमा स्याउलो देखेर हो न हो राजाले राखेको साथ त्यही नै होला भन्ने ठानी तल्लो बाटोबाट गइन्। रानी जाँदा जाँदा अनकन्टार जङ्गलमा पुगिन्। वन्य जन्तुको भीषण क्रन्दन जताततै सुनिन लाग्यो। अँध्यारो हुन लागिरहेथ्यो, कतै कोही सहारा थिएन। भोक लागिरहेको थियो। रानी अति आकुल व्याकुल हुँदै बिलाप गर्न लागिन्। सकि नसकी उनी जङ्गल पार गर्दै थिइन्। अचानक एउटा व्यक्तिसँग उसको भेट भयो। व्यक्तिले सोध्न लाग्यो, सुन्दरी तिमी को हौ? हेर्दाखेरि कुनै राज खानदानकै स्त्री होली जस्तो देखिन्छौ, तर किन यसरी एक्लै बिलौना गर्दै हिँडेका छौ? रानीले पनि भय भरको आफ्नो कथा बताइन् र त्यस व्यक्तिको विषय सोच्न लागिन्। रानी भन्छन्, भद्र पुरुष, तपाईको घर कहाँ हो? यतातिर मेरा राजा आउनु भएको तपाईले देख्नु भएको छ कि? अब म कता गएँ भने उहाँसँग भेट होला। यता बास बस्ने ठाउँ कहाँ पाइन्छ? व्यक्ति भन्छ, मेरो घर यही नजिकै छ, म पनि यहाँको महाजन हुँ। आज शिकार खेलौँ भन्नको निमित्त जङ्गलमा आएको थिएँ। तपाईँको संरक्षण गर्ने सुअवसर पाएँ। हिँड्नुहोस्। मेरी एउटी वृद्ध आमा र मेरा परिवार छन्। मेरी आमालाई अनाथहरूप्रति अति दया लाग्दछ। तपाईँको श्रीमानको पत्ता नलागिन्जेल मेरो घरमा आनन्दसँग आमासँग रहनुहोला। तपाईँले कुनै कुराको असजिलो र सन्देह मान्नु पर्दैन। मलाई आफ्नै आत्मीय दाजु सम्झनुहोस्। मसँग हिँड्न केही सङ्कोच मान्नु पर्दैन। हिँड्नुहोस्, जाउँ। यति भनेर त्यस व्यक्तिले उनलाई आफ्नो घरमा लगेर सुरक्षापूर्वक राखी राजा रतिजङको खोजी गर्न लाग्यो। उतातिर राजा पनि रात पर्न लागेको हुनाले अब त रानीलाई पर्खन पर्यो भनी बाटोको एउटा पार्टीमा पल्टे। थकाइले ग्रस्त भएका राजालाई सम्मान गर्न निन्द्रा देवीको उपस्थितिमा बेर भएन। उनलाई मस्त निन्द्राले छोप्यो। त्यही समय उनी सुतेका पार्टीको तल्लो खण्डमा चोरहरूले त्यो देशका राजा चन्द्रकेतुको ढुकुटी फोरेर ल्याई त्यहाँ आपसमा भाग लगाउन लागे। उनीहरू जम्मा 3 जवान थिए, तर भाग चाहिँ जति पटक लगाए पनि 4 भाग नै हुन्थ्यो। यस क्रियाले तिनीहरूलाई अचम्म बनायो। अवश्य यसमा केही रहस्य होला भनी तिनीहरू पार्टीको तलामा हेर्न गए। त्यहाँ निदाइरहेका तीनै राजालाई देखेर चोरहरू हिँडे। यसको केही क्षणपछि चोरहरू पत्ता लगाउनका निम्ति चारैतिर छोडिएका पुलिसका केही जवान त्यहाँ पनि आइपुगे। पार्टीमाथि सुतिरहेका राजालाई र उनको सिरानमा राजाको ढुकुटीको पोको देखेर यही हो चोर भनी उनलाई केरकार गर्न लागे। पुलिस भन्छ, त को होस्? राजाको सम्पत्ति चोरेर कहाँ लान आँटेको छस्? तेरा अरू साथी कहाँ छन्? राजा भन्छन्, म एउटा अदना मुसाफिर हुँ। यो देशमा म भर्खरै मात्र आउँदैछु। मैले तिमीहरूको राजाको सम्पत्ति चोरेको छैन। अरू साथी भन्ने कुरा मलाई थाहा पनि छैन। पुलिस भन्छ, हेर, लाज नभएको नकचरो, जसको सिरानमा सबूत प्रमाणको नासो छ ऊ चोर होइन अरे। के त चोर नभए चोरको बाबु होस् त? भन्ने भए साथीहरू बता, नत्र त एउटै मात्र भने पनि गोर्खे लौरी कसेर लगिन्छ। राजा भन्छ, जे गर्छौ गर, खाएको विष लाग्नु त स्वाभाविकै हो, तर तिमीहरूको देशमा देख्दा नदेख्दै विषले पनि सताउँदो रहेछ। पुलिस भन्छ, हेर नकचरो बोलेको, विष नदेखिकन तैँले चपाइस्, त्यसैले तँलाई त्यो लागेको हो, बुझिस्? त्यति भन्दै पुलिसहरू त्यस राजालाई समातेर लगे र थानामा बुझाए। अदालतमा उनको मुद्दा सुनवाई भयो। डिठा बिचारी बसेर उनको मुद्दा छिन्न लागे। बिचारी भन्छन्, हे बाबु। राजा भन्छन्, हजुर। बिचारीले सोध्छन्, अनुहार हेर्दा त ज्यादै राम्रो र भलात्मी होला जस्तो छस्, त्यस्तो मान्छेलाई यस्तो चोर्न इच्छा कसरी लाग्यो? डिठा भन्छन्, धन देख्दा महादेवका 3 नेत्र भने चाहिँ सुकुल गुण्डा होला। लाउन खान पाएन अनि 2-4 जना साथी बटुल्यो, काम तमाम। बिचारी फेरि भन्छन्, कतिजना मिलेका थियो? खाने बेलामा सबै, अहिले फेला पर्ने बेलामा त एउटा परिस।
राजा भन्छ, मैले चोरेको होइन, यतिजना थियौँ भनेर म कसरी भनौँ? बिचारी भन्छन्, चोरेकै होइन भन्न तैँले सुहाउँदैन। अरू साथीहरू देखाइस् भने तँलाई छोडिदिउँला, तैँले चोरेकै नभए। यही ढुकुटीबाट उडाएर लगिसकेपछि तेरा सिरानीमा लगेर तँलाई यो कुम्लो थपक्क कसले राखिदिन्थ्यो? राजा भन्छन्, विधाताले लगेर राखेको हो, मलाई ज्यादै बोल्ने शक्ति छैन, जे गर्नुहुन्छ गर्नुहोस्। बिचारी भन्छन्, ल त तेरो मुद्दा ज्यादै कडा छ, हामीले प्रमाणित कुराको पछि लाग्नु पर्दछ। यसैले डिट्ठा साहेबले यो मुद्दाको निरूपण दिनुहुन्छ। डिट्ठा भन्छन्, हेर बाबै, चौटा खान गएकी बुढी झोलमा परी भनेको यस्तै हो। यति लगेर कति मोच उडाउला भन्ने ठानेको होलास्, तर आफूले पहिले खाएको लगत्तै हग्ने बेला भयो। राज ढुकुटी फोड्नेलाई कानुनले हात पाउ काटेर छोडिदिनु पर्दछ। यसैले राजाको आज्ञा लिएर यही सजायको त भागी त होस्। राजा भन्छन्, जो आज्ञा। डिट्ठा सिपाहीतिर फर्केर भन्छन्, लौ लगेर यसको हात पाउ गिडेर गल्लीमा लगेर राखिदिनु। चोर्ने आउने खुट्टा र चोर्ने हातको इतिश्री भएपछि अनि कहाँ चोर्न जाँदो रहेछ हेरौला। डिट्ठाको आज्ञा अनुसार राजालाई उनको हात पाउ काटी एउटा गल्लीमा छोडिदिए। राजाको यातना झन थपियो। यस्तो अवस्थामा रहनु पर्दा राजा ज्यादै व्याकुल भए। उनलाई यो अर्धमृतको अवस्थामा रहनुभन्दा मृत्युको शरण लिनु नै अति उत्तम थियो। त्यसैले मृत्युको आराधना गर्न लागे। राजा भन्छन्, हे मृत्युदेव, तपाईँले धनी गरिब दुखी सुखी सबैलाई समान दृष्टि गर्नुहुन्छ। मलाई पनि कृपा गर्नुहोस्, मलाई पनि तपाईँको आहार बनाउनुहोस्। समदर्शी तपाईँले मेरो यो अवस्थामा दया जगाउनुहोस्, शरणागतमलाई हरण लिनुहोस्। राजा यसै गरी विलाप गर्दै थिए। त्यस देशमा मन्त्री वीर केसरी त्यही बाटो गरी दरबारबाट साँझ आफ्नो घर फर्कन लागिरहेका थिए। उनले यी करुण क्रन्दन सुने। उनको हृदय ज्यादै कोमल थियो। यसले गर्दा त्यो अँध्यारोमा त्यो करुण क्रन्दनको नजिक गएर सोध्न लागे। मन्त्री भन्छन्, यो अँध्यारोमा एक्लै लडेर कराइरहने तिमी को हौ? तिमीलाई के भएको छ? उठ मसँग जाउँ। राजा भन्छन्, म एउटा अभागी अदना र अपराधी व्यक्ति हुँ। मेरो विषयमा केही नसोध्नुहोस्। बरु कृपा गर्नुहुन्छ भने म उठ्न सक्दिनँ। मलाई लगेर त्यो पर्खालबाट लडाइदिनुहोस्, जसबाट म अर्धमृतबाट मृत नै बन्न सकूँ। कुनै तरिकाले मेरो जीवनको इतिश्री होस्। म राज ढुकुटीको चोरी मुद्दामा परेर हात पाउ गिरिएको अपराधी हुँ। मलाई बाँच्न गाह्रो भयो, यसैले मर्न चाहन्छु। मन्त्री भन्छन्, मलाई ईश्वरले मानवी हृदय दिएका छन्। म कसरी दानवी कर्म गरौँ? तिमी जस्तै अपराधी भए पनि म तिमीलाई मार्न र दुःख दिन सक्दिनँ। मेरो भुइँमा आऊ, म बोकेर लैजान्छु। तिमीलाई मेरो घरमा सुरक्षापूर्वक राख्दछु। राजा भन्छन्, म अभागीमाथि यस्तो करुणा नगर्नुहोस्। मेरो अभागले तपाईँलाई समेत दुःख दिनेछ। अपराधीलाई स्थान दिएकोले तपाईँलाई समेत सजाय हुनेछ। यसर्थ मेरो रक्षा गर्नतिर नलाग्नुहोस्। विष कुवामा हालेर सबैलाई नोक्सान गराउनुभन्दा एउटाले खाइदिनु बेस छ। बरु मलाई मार्ने साहस छैन भने तपाईँ जानुहोस्। मन्त्री भन्छन्, म तिमीलाई यस्तो निसहाय अवस्थामा छोड्न चाहन्न। आऊ, तिमीलाई म गुप्त तरिकाले सुरक्षासँग मेरो घरमा लुकाएर राख्दछु। कसैले थाहा पाउने छैन। यति भनेर मन्त्रीले हात पाउ गिडिएका राजालाई बोकेर आफ्नो घरमा लगी सुरक्षापूर्वक राखे। यस कुराको कसैले सुइँकोसम्म पनि पाएन। यस्तै हुँदैनथ्यो। एक दिन त्यही देशकी राजाकी छोरी पद्मावतीको बिहेको तयारी हुन लाग्यो। वर खोज्नका लागि हात्तीलाई लगाइएको थियो। हात्तीले जयमाला जसलाई लगाइदिन्छ उसैसँग पानी ग्रहण गर्ने पद्मावतीको इच्छा थियो। यसैले राज्यभरका सारा जनतालाई उपस्थित हुने राजाको आज्ञा थियो। सारा देशवासी जम्मा भए। धेरै जसो मै हुँ भन्ने व्यक्तिहरू राजकुमारी पाइन्छ कि भन्ने आशाले 101 ठाटिएर आएका थिए। शुभ मुहुर्त अनुसार हात्तीलाई जलमाला दियो र हात्ती वर खोज्न भनेर ती प्रत्येक व्यक्ति भएको ठाउँमा पुग्यो। जसको नजिक हात्ती पुग्दछ ऊ चाहिँ मलाई लाउँछ कि भन्ने आशाले फुल्दथ्यो। तर हात्तीलाई सबलाई निराशाको माला लगाइदिँदै हिँड्यो। हात्तीले कसैलाई पनि माला नलगाएको देखेर राजालाई पिर पर्यो। राजाले आफ्नी छोरीलाई भन्न लागे, म यहाँ हात्तीलाई माला दिएको व्यर्थ भयो। हेर, खै यसले कसैलाई पनि त्यो पहिरिएन। अब के गर्ने हो? म यहाँ भन्छन्, बुबा पिर नलि बक्सियोस्। भाग्यको फेरो गजबको हुन्छ। नल राजासँग पर्ने दमयन्ती दुःख भोग्नु पर्यो। रामचन्द्रकी पत्नी
सीतालाई वनवासमा पनि रावणले हर्यो। गर्भिणी अवस्थामा रामचन्द्रबाट त्यागिनु पर्यो भने यस्तै हो। हात्तीले माला त लाउँछ, तर सबै मानिस यहाँ उपस्थित नभएर नै होला। राजाले एकपटक सारा उपस्थित देशवासीलाई सम्बोधन गर्दै भने, यदि तिमीहरूका पासमा अरू कोही व्यक्ति यहाँ आएको छ भने खबर गर, राज्यभरका पुरुषलाई उपस्थित गराओ। मन्त्री भन्छन्, महाराज, अवसर अपराध माफ भए, एउटा कुरो बिन्ती चढाउने थिए। हुन्छ भन। हात पाउ काटिएको एउटा व्यक्ति छ जसले राजा ढुकुटी चोरीको अभियोगमा सजाय पाएको थियो। त्योदेखि बाहेक यहाँ सबै उपस्थित छन्, त्यसलाई पनि ल्याउँ कि? हुन्छ। एक क्षणपछि हात पाउ काटिएका राजा स्वयंवर स्थलमा उपस्थित गराइए र सभास्थलको छेउमा राखिए। उनलाई देखेर सभासद हाँस्न लागे। हात्ती फेरि छोडियो। हात्तीले हत्तपत्त गएर डुडालाई माला लगाइदियो र उसलाई आफ्नो शिरमाथि चढायो। यो देखेर राजा साह्रै रिसाए र हात्ती बौलायो भन्न लागे। मैया भन्छन्, बुबाज्यू, जुन कुरा ब्रह्माले सफासित लेखिदिनु भयो सो कुरा मेट्ने सामर्थ्य कसको भयो? हुन्छ, म तिनै पतिले नै सन्तुष्ट छु। राजा भन्छन्, नललाई पर्ने दमयन्ती दुखी, डुडा पुरुषकी तिमी हौली सुखी, डुडालाई लिएर तिमी अन्तै जाऊ, मेरा नजिकमा कदापि नआऊ। यति भनेर राजाले मैयालाई र डुडालाई आफूले सितिमिति नदेख्ने ठाउँमा एउटा झुप्रो बनाइदिएर आफूले दिने चिजबिज दिएर तुरन्तै विदा गरिदिए। मैया पद्मावती नारी धर्म अनुसार आफ्ना हुँदा पतिको सेवा सुसासु गरेर आफ्नो भाग्यको भर पर्दै बस्न लागिन्। यस्तैमा एक दिन तीनवटी देवीले लक्ष्मी, सरस्वती, दशा आपसमा म ठुली हुँ भन्दा रहेछन्। तर तिनीहरू आफ्नो आफ्नो ढिपीमा दृढ हुनाले, आपसमा विवाद मात्र बढ्ने, झगडा नचिनिने हुनाले तिनीहरूले स्वर्गभरि यो झगडा टुङ्ग्याउन सक्नेको खोजीमा चाहेछन्। तर तिनीहरूको झगडा स्वर्गमा नचिनिएकोले मृत्युलोकमा झरेछन्। मृत्युलोकमा एक एक घरमा चार्दा समेत तिनीहरूको मुद्दा नचिनिएकाले तिनीहरूले स्वर्गतिर नै फर्की भनेर त्यता लागेको समयमा तिनीहरूले मैयाको झुप्रो देखे। नपत्याई त्यो एउटा घर पनि किन छोडौँ भन्ने विचारले तिनीहरू त्यस झुप्रामा गए। मैया बाहिर निस्कँदै भन्छन्, को हुनुहुन्छ? बस्नुहोस्, हामी दुखीको झुप्रामा कति कारणले पाल्नुभयो। देवीहरू भन्छन्, हामीहरू केही भन्न आएका छौँ, सक्नुहुन्छ भने भन्नुहोस्, हामीले गरेर हुने सहयोग तपाईँलाई दिन्छौँ, सक्नुहुन्न भने हामी जान्छौँ। मैया भन्छन्, मेरो श्रीमान भित्र होइबक्सन्छ, उहाँ ठुलो होइबक्सन्छ, यसर्थ भित्र गएर सोध्नुहोस् उहाँबाट के आज्ञा हुन्छ। देवीहरू हुन्छ भन्दै भित्र जान्छन्। राजा तब भन्छन्, यहाँहरू कति कामले पाल्नुभयो, को हुनुहुन्छ? देवीहरू भन्छन्, हामी लक्ष्मी, सरस्वती, दशा हौँ। हामीहरू 3 जनामा ऊ भन्ने म ठुली, ऊ भन्ने म ठुली। त्यसैले झगडा छिन्न स्वर्गमा चार्यौं, कसैले पनि छिनिदिएनन्। पृथ्वीमा ओर्लिएर सारा ठाउँ चार्यौं, तर हाम्रो प्रश्न चाहिँ प्रश्नै रह्यो। यसले गर्दा अब निराश भएर स्वर्ग फर्कन आँटेका थियौँ। यो घर देख्यौँ तापनि तपाईँहरूले हाम्रो प्रश्न हल गरिदिन सक्नुहोला कि भन्ने आशाले यहाँ आइरहेछौँ। यदि हाम्रो मुद्दा छिनिदिनु भयो भने हामी तपाईँका हात पाउ जोडिदिनेछौँ। राजा भन्छन्, के तपाईँहरू यो देशका राजा कहाँ वा डिठा बिचारी कहाँ जानु भएन? त्यहाँ जानु भएको भए त यो मुद्दा छिनिहाल्थ्यो नि। देवीहरू भन्छन्, गयौँ सबै ठाउँमा, तर कसैले पनि सकेनन्। राजा भन्छन्, त्यसो भने यो देशका सारा मानिसहरूलाई बोलाउनुहोस् अनि म छिनिदिन्छु। देवीहरूले हुन्छ भने त्यहाँबाट गएर देशभरका मानिसहरूलाई बोलाए, तर राजा डिठा र बिचारी भने आउन मानेनन्। तिनीहरू नआइकन उनले मुद्दा छिन्न इन्कार गरे। त्यसैले देवीहरूले बल्ल तल्ल उनीहरूलाई लिएर आए। त्यसपछि ती राजाले तिनीहरूको मुद्दा छिन्न सुरु गरे। राजा भन्छन्, मेरो विचारमा लक्ष्मीलाई ठुली म मान्दिन, किनभने यदि लक्ष्मी ठुली हुँदी हुन् त मैले चोर्ने नचोरेको धन मेरो सिरानमा आएर किन बसिन्? मैले चोरेको हो कि होइन? ल भन त। लक्ष्मी भन्छन्, होइन, अरू चोरले लगेर राखिदिएका हुन्। राजा भन्छन्, त्यसैले निरपराधीलाई अपराधी बनाई पक्षपाती बन्ने लक्ष्मीलाई म ठुली मान्दिन। दोस्रो सरस्वतीलाई पनि म ठुली मान्न सक्दिन, किनभने म बिना कसुरको मानिसलाई कसुरदार हो भनी भनाउने राजा तथा डिठा र बिचारीको मुखमा गएर बस्ने सरस्वतीलाई पनि कसरी ठुली भन्ने? मैले चोरेको हो कि होइन यी सभासदहरूको अगाडि भनिदेऊ। सरस्वती भन्छन्, होइन, मलाई त्यतिखेर के विचार निस्क्यो कि तिमी बिल्कुलै बेकसुर छौ। राजा भन्छन्, जो होचो उसको मुख कोचो।
बनाउन लगाउने पक्षपाती सरस्वतीलाई म कसरी ठुली मानु? तसर्थ मेरो विचारमा त सबभन्दा ठुली दशा नै लाग्दछिन्, किनभने दशाले भेदभाव राख्दिनन्। धनी गरिब, दुखी सुखी सबै उनको निम्ति बराबर छन्। म जस्तो राजालाई कंगाल बनाएर यत्रो अभियोग र गरिबीमा पनि यही व्यवहार गर्ने निष्पक्ष दशालाई म ठुली मान्छु। उनको यो फैसलाले ती तीनै देवी लगायत सारा सभासद छक्क परे। उनी बेकसुर रहेछन् भन्ने सबुत प्रमाणले राजा तथा डिठा र बिचारीको शिर ज्यादै निहुरियो। राजा चन्द्रकेतुलाई ज्वाइँ पनि पहिले राजा नै रहेछन्, छोरीले योग्य पति पाएकी रहेछ भन्ने विचारले खुसी लाग्यो। डिठा र बिचारी माफी मागेर गइहाले। राजाका हातखुट्टा जोडेर ती तीन देवी पनि विदा भए। त्यसपछि राजा चन्द्रकेतुले ज्वाइँ छोरीको अगाडि गएर माफी मागे। रतिजङ राजाले पनि आफ्नै दशाको फेराले यस्तो परेको हो भन्ने दर्शाई ससुरालाई सान्त्वना दिए। आफ्ना ज्वाइँलाई चिनेपछि राजाको पनि अरू सन्तान नहुनाले आफ्नो भयभरको राजपाट ज्वाइँ छोरीलाई सुम्पी आफू तपस्या गर्नको निम्ति जंगलतिर गए। राजा रतिजङ र पद्मावती आनन्दले दिन बिताइरहेका थिए। राजालाई आफ्नी जेठी रानी मदनावतीको सम्झना बारम्बार भइरहन्थ्यो। यसैले राजा समय समयमा झोक्राइरहन्थे। एक दिन झोक्राइरहेका राजालाई देखेर पद्मावती सोध्न लागिन्, महाराज, आज किन हजुरको बदन मलिन छ? राजा भन्छन्, किन नि होइन, के अनुहार मलिन देखिन्छ र? पद्मावती भन्छन्, सधैँको उज्यालो अनुहारमा आज धेरै परिवर्तन छ। राजा भन्छन्, पद्मावती, तिमी एउटी सुन्दरी र आदर्श नारीलाई पाएर मैले मेरो जेठी रानी मदनावतीलाई बिर्सिरहेको थिएँ। भाग्य चक्रले गर्दा हामीहरूमा एक अर्काको पत्तो पनि हुन सकेन। आज म त राजपाटमा भुलेर सुख मनाइरहेको छु। उनको के हालत होला भन्ने विचारले मलाई चिन्ता लागिरहेछ। त्यसैले आज म मलिन देखिएको होला। पद्मावती भन्छन्, महाराज, लोग्ने मानिसको जात ज्यादै निर्दयी हुँदो रहेछ। मलाई भेटाएर हजुरले दिदीज्यूलाई बिर्सी बक्स्यो, त्यस्तै अर्कालाई भेटाइ बक्स्यो भने मलाई बिर्सन के बेर? यसर्थ दिदीज्यूको खोजी तुरन्त गर्नुपर्दछ। रानीको यस्तो उदारपूर्ण विचारले राजालाई निकै नै ढाडस दिलायो र उनले मदनावतीको पहिलेको होलिया दिएर खोज्नको निम्ति ठाउँ ठाउँमा दूत पठाए। अन्त्यमा एउटा दूतले मदनावतीलाई भेटायो र त्यसले त्यो घरकी बुढी माउका साथ मदनावतीलाई आदरपूर्वक दरबारमा भित्रायो। त्यसपछि राजा र रानीहरू आनन्दपूर्वक रहँदा भए। तपाईलाई आजको कथा कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला भन्दै लागौं अघिल्लो भिडियोको गाउँ खाने कथातर्फ। अघिल्लो भिडियोमा मैले सोधेको गाउँ खाने कथा रहेको थियो, अक्षर छ किताब होइन, गोलो छ इनार होइन, संसार डुल्छ खुट्टा छैन के हो? र यसको सही उत्तर रहेको छ सिक्का। अघिल्लो भिडियोमा कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शकको म नाम र कमेन्ट वाचन गर्न गइरहेको छु। सुरुमा दिपेन्द्र देवकोटाज्यू लेख्नुहुन्छ, थ्याङ्क यू सर एन्ड नाइस स्टोरी। त्यसै गरी चित्र जिएमज्यू लेख्नुहुन्छ, थ्याङ्क्स फर योर लिसन, आई लिसन एभ्री डे सर फ्रम साउदी अरेबिया भन्नुहुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद। विपना बिसीज्यू लेख्नुहुन्छ, आहा साह्रै राम्रो कथा। त्यसै गरी मायाश्रीज्यू लेख्नुहुन्छ, साह्रै नै राम्रो कथा आदरणीय जमिन सर। त्यसै गरी अस्मिता शिवाकोटीज्यू लेख्नुहुन्छ, नमस्कार जमिन सर, आजको कथा सुन्दर छ अनि आजकल कथा हराइसकेको हामीलाई माया नमारिस्यो है सर। हजुरको आवाज र प्रस्तुतिबाट त म फिदा हुन्छु, सधैँ हजुरको उन्नति होस् भन्नुहुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद। त्यसै गरी पुलामी तोपेन्द्रज्यू लेख्नुहुन्छ, आदरणीय सर नमस्कार, आजको कथा पनि रोचक अनि ज्ञानमूलक नै छ सर, सुन्न पाउँदा साह्रै आनन्द लाग्यो, धन्यवाद। गाउँ खाने कथाको उत्तर त कहिले मिलाउन नसकिने भयो, गाह्रो छ। आजको उत्तर चाहिँ सिक्का पैसा हो कि सर भन्नुहुन्छ। तपाईँको आजको उत्तर चाहिँ सही रहेको छ। त्यसै गरी गङ्गा कोइरालाज्यू लेख्नुहुन्छ, नमस्कार जमिन भाइ, हजुरले वाचन गर्नुभएका कथाहरू ज्यादै राम्रा रमाइला छन्, ज्ञानवर्धक छन्, धन्यवाद। आजको उत्तर चाहिँ अनुमान लगाउन सकिएन भन्नुभएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद। तिमेल सिन्हाज्यू लेख्नुहुन्छ, लट्स अफ लभ। त्यसै गरी किशोर केसीज्यू लेख्नुहुन्छ, थ्याङ्क्स फर योर नाइस स्टोरी, द आन्सर इज कोइन भन्नुहुन्छ, सही आन्सर रहेको छ। त्यसै गरी युवराज निरलाज्यू लेख्नुहुन्छ, कथा अत्यन्तै रोचक, रमाइलो, रसिलो, कसिलो, आनन्ददायक, प्रेरणादायी, सन्देशमूलक, नैतिक व्रत र व्यावहारिक लाग्यो अनि उत्तर चाहिँ घडी जस्तो लाग्छ मलाई त भन्नुहुन्छ। तपाईँको कमेन्टको लागि धन्यवाद। त्यसै गरी कमल बस्नेतज्यू लेख्नुहुन्छ, आजको कथा नि राम्रो छ दादा, आजको कथाको आन्सर सिक्का हो।
त्यसैगरी संगीता राईज्यू लेख्नुहुन्छ, नमस्कार जमिन सर, यो मेरो फर्स्ट कमेन्ट हो। केही महिना अघिदेखि मात्र म यस च्यानलसँग जोडिएको हुँ र म नियमित श्रोता हुँ। हजुरले प्रस्तुत गर्नुभएको प्राय सबै कथाहरू राम्रो लाग्छ। मैले बोजूको मुखबाट सानो छँदा जम्बू राजा स्यालको कथा सुनेको थिएँ। कथा एकदमै रमाइलो र चाख लाग्दो छ। कृपया हजुरलाई थाहा भए सो कथा नि वाचन गरिदिनुहोस् न। गाउँ खाने कथाको उत्तर चाहिँ घडी हो कि सर भन्नुहुन्छ। धेरै धेरै धन्यवाद। म तपाईँले भन्नुभएको कथा उपलब्ध भयो भने वाचन गर्नेछु। तोपेन्द्र शर्मा TSJRRज्यू लेख्नुहुन्छ, आजको कथा नि राम्रो लाग्यो दादा। अनि आजको आन्सर चाहिँ सिक्का पैसा हो कि भन्नुहुन्छ। सही उत्तर रहेको छ। त्यसैगरी पम्फा केसीज्यू लेख्नुहुन्छ घडी। त्यसैगरी सावित्री पौडेलज्यू लेख्नुहुन्छ, हेलो सर, आई एम फ्रम स्याङ्जा। उत्तर सिक्का पैसा हो कि भन्नुहुन्छ। सही उत्तर रहेको छ। त्यसैगरी चित्रजियामज्यू लेख्नुहुन्छ, जमिन सर, आजको गाउँ खाने कथाको आन्सर पैसा जस्तो लाग्छ मलाई, त कन्फर्म छैन, बट ट्राई अगेन ओके सर भन्नुहुन्छ। तपाईलाई धेरै धेरै धन्यवाद। त्यसैगरी कृष्ण खनालज्यू लेख्नुहुन्छ, सर नमस्कार, मेरो नेटको प्रब्लमले गर्दा म 2 दिन आउन पाइन, सरी क्षमा गर्नुहोला भन्नुहुन्छ। म पनि केही समयसम्म आफ्नो व्यक्तिगत कामले उपस्थित हुन सकिन, त्यसको लागि क्षमा प्रार्थी माग्दै कमेन्ट गरिदिनुहुने, कथा सुनिदिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै लागौं आजको गाउँ खाने कथातर्फ। आजको गाउँ खाने कथा रहेको छ, वरिपरि बसेर आँखा जुदाउने 12 भाइ मिलेर 3 भाइ कुदाउने के हो? प्रश्न एक पटक फेरि, वरिपरि बसेर आँखा जुदाउने 12 भाइ मिलेर 3 भाइ कुदाउने के हो? र यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्नुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ त्यो पनि कमेन्ट गर्नुहोला भन्दै यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरी नजिकै आउने बेल आइकनमा दबाउनुहोला र अल अप्सनमा थिच्नुभयो भने मेरो भिडियो तपाईलाई अपलोड हुन साथ उपलब्ध हुनेछ भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई पनि बिदा दिनुहोस्। नमस्कार।